अहिले जुन व्यवस्था छ नेपालमा, संघीय गणतान्त्रिक नेपाल छ, लोकतन्त्रको कुराहरू छ, यो व्यवस्था आउने प्रक्रियाहरू अन्तर्गतको एउटा जनौषधि हो। यो त धेरै वर्ष अगाडि 7 सालको क्रान्ति होस् या 17 सालको होस् या 40 सालको होस् या त्यसपछि चाहिँ 52 सालबाट युद्ध सुरु भयो, 62-63 मा जनआन्दोलन सुरु भयो, यी सबैमा त कहीँ न कहीँ मान्छेहरूको जुनसुकै अहिले जुन राजकाज गरेर बसिरहनु भएको छ विभिन्न दलहरू, ती दलका नेताहरू, लेखकहरू, पत्रकारहरू हैन, विभिन्न समयमा त पहिलेदेखि जहिलेदेखि चाहिँ यो निरङ्कुश हट्नुपर्छ भन्ने क्रान्ति सुरु भयो अथवा पञ्चायत हाल्नुपर्छ भन्ने खालको आवाजहरू उठ्न थाले, ती समयदेखि नै परिवर्तनको प्रक्रिया हो नि त हैन। त्यसमा चाहिँ जनयुद्धले मलजल गर्यो, त्यसले त्यो बाटोलाई अलिकति छुट्यायो, त्यसका विश्लेषण गर्नुपर्ने, मानिसहरू मरेका कुराहरू गर्नुपर्ने, ती छुट्टै पाटाहरू छन्, ती समीक्षा, ती बहस भइ नै रहन्छन्। युद्धका विभिन्न आयामहरू हुन्छन्, राम्रा नराम्रा, ती सबै ती आयामहरूको बारेमा हामीले बहस गर्न भइरहेको छ, गरिरहेका छन्, आरोप पनि लागि नै रहेको छ सम्बन्धित पार्टीलाई। तर चाहिँ त्यसले त मलजल त पक्कै गरायो नि त यो व्यवस्था परिवर्तन गर्नलाई। सो यो व्यवस्था परिवर्तन गर्नलाई चाहिँ माओवादीको ठुलो भूमिका छ भन्नलाई त किन हिचकिचाउनु परेन। मैले पिरमै पनि भनेको थिएँ कि हैन, के पाइयो त भन्दा गणतन्त्र। तर गणतन्त्र पाइसकेपछि त हामी त व्यवहारिक रूपमा यो समय बाँचिरहेका छौँ नि त। सो मैले चाहिँ युद्धलाई सफल पार्नको लागि प्रकाश सपुतले भूमिका खेलिरहेका छैनन्। मलाई त अहिले के भन्न चाहन्छु भने युद्धलाई अथवा जनयुद्धको जुन उहाँको उद्देश्य थियो त्यो अनुरूप काम नभइरहेको त उहाँले आफैले महसुस गरिरहनु भएको छ। त्यो अनुसारको जुन जनतामा अपेक्षा छ, जुन अपेक्षा बाँडेर उहाँले युद्ध लड्नुभयो, आन्दोलन गर्नुभयो, इभन माओवादी मात्र होइन, चाहे काङ्ग्रेस होस्, एमाले होस्, अर्को कुनै कम्युनिस्ट पार्टीहरू होस्, जसले चाहिँ त्यो तन्त्र गएपछि यो तन्त्र आएपछि सबै कुरा परिवर्तन हुन्छ भनिरहनु भएको थियो, त्यो अहिले त त्यो महसुस भइरहेको छैन नि। अहिले त झन् पुरानै तन्त्र ठिक थियो क्या भनेर विकल्प खोजिरहनु भएको छ। सो मैले भन्दा पनि उहाँकै भूमिका यति फितलो देखियो कि त्यो त ठिक रहेन चाहिँ क्या हो भन्ने मानिसहरूमा परिरहेको छ।